एन्ड नमस्ते फेरि पनि तपाईहरुलाई मेरो न्यू भ्लगमा स्वागत छ। आई होप तपाईहरु सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु अनि अहिले चाहिँ म नुहाइदै गरेर बाहिर बसिरहेको छु। अरे 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 यहाँनिर चाहिँ बिरालो आइरहेको छ। बिरालोले चाहिँ सानो सानो चल्लालाई खेदाइरहेको छ। उहाँ पछाडि चाहिँ जोडा आउँदैछ, एट्याक गर्दैछ यिनीहरु दुईजना मिलेर हो। जा जा अहिले चाहिँ म रेडी भएर यहाँ बडीकोमा आइसकेको छु। बडी पनि रेडी भइसक्नु भएको छ। यहाँ बसिराख्नु भएको छ बडी चाहिँ। अब चाहिँ हामी जान आँटेको कहाँ जाँदैछु म चाहिँ अब त्यहाँ गएर मात्रै देखाउँछु, त्यहाँदेखि मात्रै भन्छु नि है तपाईहरुलाई। म र बडी जाँदैछु। आज चाहिँ हामी बडी पनि राम्ररी भइराख्नु भएको छ। हामी चाहिँ अहिले माथिनिर आन्टीलाई पर्खिरहेको छौँ गफ गर्दै। आन्टी रेडी भइसक्नु आँट्नु भएको छ। बडी अब के भयो? के राम्ररी देखेको आज हामी बडीलाई है भाइ? साँच्ची है? हाम्रो पनि के त यस्तो मिठो कलरको फुल फुल्नु थालेछ। अघि चाहिँ शीतल भइरहेको छ, फेरि घाम चर्किनु थाल्यो। यहाँ आन्टी पनि आउनुहुँदैछ। कस्तो गरम छ। त्यही त है, कस्तो छ? गरमै छ होला नि अहिले त। सिलिगुडी त आज हाम्रो भदैनीको ढोकभेट छ। हामी बुहारी, म अन्त दिदी जाँदैछौँ। चिडिक चिडिक भएर गएको हो। यस्तै छ, के गर्नु। एकदम फेरि नयाँ दुली हो। अन्त हराउँछ भनेर हामी सँगै लगेको। कतै नरपति गाउँमा हराउँछ भनेर मान्छे चिनाउनु है। जानु भयो ल। हेर्नुहोस् है, हामी चाहिँ गरमले पागल हुनाले चाहिँ माथि कपाल छोडिरहेको छु। माथि गएर चाहिँ कपाल एकदम डल्लो पार्ने हो। बडीले साडी उचालेर हिँड्नु हुँदो रहेछ फेरि। फेरि अस्तिकै त्यो दोकान जाँदै गर्दा देखाएको थिएँ नि तपाईँहरूलाई। बाटो त्यही सिँढीबाट उकालो जानु पर्दैछ। हामी चाहिँ यस्तो घाममा हो, यहाँ हेरिहाल्नुहोस् है उकालो। अब चाहिँ माथि गएर भेटौँ है। अब यस्तो घाममा चाहिँ म बोलेर हिँड्नु सक्दिनँ। उकालो फेरि छ्यासै भइसक्यो। अहिले एकछिन यहाँ रुखको छायामा बसिरहेको छौँ, गरम भएर। पुग्नु आँट्यौँ हामी, अब अलिकति छ। हेर्नुहोस् तपाईँहरू पनि है। यहाँ माथि जानुपर्छ। जहाँ ढोकभेट छ नि त्यहाँ पुग्ने बेला भयो हामी। त्यही त। तपाईँको भदैनी हामी, मेरो छोरी पो त हो। बडीको त नातिनी। अघिदेखिको हुन्छ। पुगेर बसिरहेको छु। मलाई चाहिँ अचम्मै गरम भएर चाहिँ म भा गरिरहेको छु कपाल अहिले। यहाँ चाहिँ हुँदैछ, यहाँ चाहिँ सबैजना काम गर्नुहुँदैछ।
ऊ चाहिँ मेरो देवर जेठाजु देवर भन्नु पाइयो त्यता भन्नु पाएन है। यो चाहिँ यो यताको हिरोनीहरू भन्छ क्या रेडी फोटोसुट हुँदै थियो हाम्रो यहाँनिर चाहिँ फोटोसुटहरू हुँदैछ। हामीले पनि फोटोहरू क्लिक गरिसक्यौँ अनि अहिले चाहिँ यहाँ आन्टी दिदीहरूले फोटो क्लिक गर्नुहुँदैछ। तपाईँहरूलाई देखाउँछु नि यहाँ कतिको रमाइलो चाहिँ भइरहेको छ हामी सबैजना है। परम हुँदैछ दिदी हामी चाहिँ अहिले उता बेहुलापट्टिबाट आउनुभएको है जति पनि गेस्टहरू हुनुहुन्छ उहाँहरूलाई चाहिँ खाना दिनुको लागि जाँदैछौँ। यहाँ राइस छ, यहाँ अचार छ, आलुदम, दाल, पर चाहिँ चिकन अनि सिमीको सब्जी, पापड। अहिले खानाहरू खाइसकेर चाहिँ बाहिर बसिरहेको छौँ। यहाँ चाहिँ हल्का पानी आइरहेको छ। यहाँ चाहिँ बजाएर ऊ भागेको छ। यहाँ चाहिँ है जाँदैछ बहिनी। आँसु पायो मलाई आउँदैछु। हुन्छ बढी आउनु न। घर पनि फर्किम। आन्टीको चाहिँ घर पनि आइपुग्यो। मेरो र बढीको चाहिँ अलिकति तलपट्टि छ नि त। अनि आजको भ्लग चाहिँ यतिसम्म नै। आई होप तपाईँहरूलाई राम्रो लाग्यो होला। मन पर्यो भने चाहिँ लाइक, कमेन्ट, सेयर अनि सब्सक्राइब गरिदिनुहोस्। आन्टी बाई बाई बाई। कस्तो दामी देखेको हेर्नुहोस् है तपाईँहरू पनि। त्यो बादलहरूले छिल्लेर चाहिँ घामको है किरण चाहिँ यसरी हल्का झरिरहेको छ। कस्तो मजाको देखिरहेको छ यहाँबाट चाहिँ।